यो मान्छेलाई 1 लाख 2 लाख ऋण सापट काहीँबाट लिँदाखेरि रातभरि निन्द्रा पर्दैन। म त 18 करोडसम्म उधारो गरी गरी देशको रंगशाला ठडाउँछु भनेर हिँडेको पनि त हो नि। बाध्यता बन्यो। सबैले सहयोग गर्छौं भनेको थियो। केन्द्रीय सरकारले सहयोग गर्ने भनेको थियो। बागमती प्रदेश सरकारले सहयोग गर्ने भनेको थियो। आउला होला चितवनमा यहाँलाई थाहा छँदैछ माहेगे लाग्यो। सम्पूर्ण चितवनवासीहरु सहभागी हुनु, आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्नुभयो। मैले अघि पनि भने यहाँहरुको योगदान अतुलनीय छ। म नतमस्तक छु, म आभारी छु यहाँहरुप्रति। र त्यहाँ जसले बोल्नु भएको थियो ती बोलिएका अधिकांश रकमहरु आएन। 69 करोड मध्ये मात्रै 9 करोड 41 लाख आयो। बाँकी अरु पैसा आइदिएको भए पनि त यो अलपत्र अवस्थामा पर्दैन थियो होला। त्यही पैसा आउला भन्ने आशले पनि काम चाहिँ रोक्नु हुँदैन। जसको घरमा पुग्दा पनि जहाँ पुग्दा पनि काम चाहिँ नरोक्नु, काम बढाउनु बढाउनु भनिरहेको भएर आउँछ पैसा भन्दै उधारोमा सामान झार्दै काम गर्दै अगाडि बढियो हेर्नुस्। तर आएन। बागमती प्रदेश सरकारका मुख्यमन्त्री स्वयं आएर यहाँ 30 करोड दिने घोषणा भयो। 3 करोड पैसा आयो। बाँकी 27 करोड पैसा आएको भए पनि त यो अलपत्र हुँदैन थियो होला। भरतपुर महानगरपालिकाले 8 करोड विभिन्न स्थानीय तह गरेर लगभग 11-12 करोड पैसा आयो। बाँकी स्वदेश तथा विदेशबाट सहयोग गर्ने दाताहरूबाट आएको पैसा हो। आउला भन्ने आशले काम गरियो, होला भन्ने आशले काम गरियो, तर आइदिएन। अन्ततगत 3000 दर्शकले हेर्ने प्याराफिट तयार छ। यहाँ 5000 दर्शक पनि राख्न सकिन्छ। डिजाइन अनुसार 3000 हो। ग्राउन्ड कम्प्लिट थियो। पिच बनाइसकेपछि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर बिदाबारी हुने भन्ने एउटा संकल्प थियो र तर प्रकृतिले पनि साथ दिएन। चैतदेखि कार्तिकसम्म पानी परे गयो। कहीँबाट केही उपाय निस्केन। ननिस्किसकेपछि अन्ततः सरकारलाई नै बुझाउने निर्णय गरेर हामी अगाडि बढेका थियौं। तर यो अवधिमा हामीलाई यसरी बदनाम गर्न थालियो, यसरी हामीलाई आलोचना गरियो, यसरी चरित्र हत्या गर्ने काम हो कि धुर्मु सुन्तलीले करोडौं रुपियाँको भ्रष्टाचार गरे। रंगशालाबाट सम्पत्ति जोडे, गाडी जोडे, घर जोडे, स्विमिङ पुल सहितको घर छ। हो, स्विमिङ पुल सहितको घर छ, तर रातो दिन रोको आँसुको भेलले बनेको स्विमिङ पुल छ। हामीलाई किन गलत इन्टेन्सनले यहाँ काम गर्नु थियो? भारी बोकी बोकी हामीलाई किन एउटा देशको रंगशाला बनाएर यहाँ भ्रष्टाचार गर्नु थियो? हामीले त पोलेको थियो। विदेशका कार्यक्रममा सहभागी हुँदा विदेशको विकास देखेर हाम्रो देश कहिले यसरी बनाउने होला भनेर हामीलाई हुटुटी थियो। भूकम्प गएपछि विपदको एउटा सारथी बन्दै, बस्ती बसाल्दै यहाँले गरेको सहयोगलाई सही ठाउँमा सदुपयोग गर्दै हामी अगाडि बढेका थियौं। देशलाई केही गर्न सकिन्छ, देश बनाउन सकिन्छ है, आत्मनिर्भर बन्नुपर्छ है, विदेशीको थिचोमिचो सहनु हुँदैन है। अब उठ्ने बेला आयो भन्ने हामी लागेका थियौं। आज यही परियोजना एउटा विदेशी सहयोगमा बनाउनु पर्ने बाध्यता हुन्थ्यो होला। आज ठूला ठूला पुलहरू, विकास निर्माणका चीजमा सबै विदेशी लगानी। नेपाल सरकारले मागेरै ऋण गरेर बनाउनु पर्ने बाध्यता छ। हामीले त कुनै विदेशी पुकारे होइन, स्वदेशकै नेपाली दाजुभाइ दिदीबहिनीबाट यो यहाँसम्म आएको र हामीलाई आफ्नै पेसाबाट पुगिराखेको थियो। 2067 सालमै हामी घर गाडी जोडेर हिँडेका हौं, केही सम्पत्ति जोडेर हिँडेका हौं, केही ब्याङ्क ब्यालेन्स थियो। सक्रिय हिसाबमा हप्तै पछि हाम्रो कार्यक्रम सामाजिक काममा उम्मेद आएन होला, तर कलाकारितामा पनि आबद्ध थियौं। हामी यही काम गरिरहँदा पनि 7 वटा कम्पनीका सद्भावना दूत थियौं। हामीलाई अपुग अभाव केही थिएन र हामी यस्तो कलाकार जोडियो जसको पैसा भाग लाउनु पर्दैन थियो। पार्टनरमा जस्तो तँलाई यति भनेर छुट्याउनु पर्दैन थियो। जति कमाई हुन्थ्यो घरभित्रै हुन्थ्यो। त्यो श्रद्धाले दर्शकले हामीलाई माया गरिदिनु भएको थियो। यस्तो बनाइयो कि हामी मंगल ग्रहमा थियौं। टुप्लुक्क यहाँ झुल्क्यौं, करोडौं रुपियाँ भ्रष्टाचार गर्यौं, त्यहाँबाट विलासिताको लाइफ जिएर हिँड्यौं। कहाँनिर विलासिताको लाइफ जियौं होला हामीले? आज पनि यही रंगशाला बन्नुपर्छ भनेर हामी हिँडिरहेका छौं। छोडेका कहाँ छौं? कहीँ पनि छैन। अब रह्यो जग्गा। यस्तो अफवाह फैलाइयो कि हामी यो कृषि विश्वविद्यालय मास्न आएको, जग्गा हडप्न आएको, किला गाडेर यी रंगशाला बनाउँछौं नत्र मर्छौं, हामी यही ठाउँमा बनाउँछौं भन्दै आएको जस्तो बनाइयो। जग्गाको विषयमा हामीलाई हाम्रो के दोष छ, के गल्ती छ?
जसले जग्गा उपलब्ध गरायो सरकार। यदि दोषी नै भए पनि त त्यो सरकार होला नि त। हामीले त यो ठाउँमा बना भनेर स्वीकृति दियो, बनाइरहेका थियौं। 1.5 वर्ष पछाडि 81 यस्ता कुराहरू आए। हामी कुनै विश्वविद्यालय मास्न पनि आएका हैनौं, सिद्धाउन पनि आएका हैनौं। म त अझ किसानको छोरो, कक्षा 7 देखि 10 सम्म हलो जोतेर पढेको। मलाई कृषिप्रति मोह छैन होला, म माफी चाहन्छु। गलत इन्टेन्सनले यो काम भएको छैन। जहाँबाट अफवाह फैलाइयो उहाँहरूलाई पनि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र एकचोटि छातीमा हात राखेर यहाँ आइदिनुस्, कस्तो जमिनमा बनेको भनेर हेर्न चाहिँ आइदिनुस्। सामाजिक सञ्जालका भित्ता रंगाउनुको पछाडि भन्दा यहाँ आएर हेर्नु त। यो 3 फिट 4 फिटमा पानी आउँथ्यो, यो सिमसार हो, यो खाडी हो। 17 फिट त पुरेर यो रंगशाला यहाँसम्म आएको छ। यो अवस्थामा आएको। र म अन्त्यमा के निवेदन गर्न चाहन्छु भने 1.5 वर्ष मैले बिताइसके। अझै मैले कहाँ के मेरो हिसाब देखाउनु पर्ने अवस्था छ भने पनि म देखाउन तयार छु। अझै हामीलाई चेक जाँच गरियोस्। 4वटा त समिति नै गठन भइसके। यदि कहीँ गडबड केही थियो भने पनि त यतिखेर म यसरी खुलेलाम रूपमा बोल्न सक्ने नथिए होला। मेरा हातमा हतकडी हुन्थ्यो होला। सरकार भनेको अभिभावक हो। अभिभावकले सन्तानलाई माया गर्छ होला, न्याय दिन्छ होला भनेको। तर आज सन्तान रुँदै हिँड्नु परेको अवस्था छ। त्यसैले म बिन्ती गर्छु नेपाल सरकारलाई, यदि मेरो खोट कहीँ के देखिन्छ भने तुरुन्तको तुरुन्त यसको निर्णय होस्। यो देशको आवश्यकता हो, देशको रंगशाला बनेको हो, यो बन्नुपर्छ। र यो नबनुन्जेलसम्म हामी भोलिन्टियर रूपमा खट्न पनि तयार छौं। यसको जस हामी लिन चाहदैनौं। हामी निमित्त मात्रै हौं। सरकारकै नेतृत्वमा यो अगाडि बढोस्। राज्यले बनाउनु पर्ने चीज थियो, राज्यले नबनाइरहँदाखेरिको अवस्थामा हामीले आँट मात्र गरेका हौं। त्यो आँट र भोलिका दिनमा त्यो आँट, त्यो इच्छा शक्ति अझै पनि छ। र सरकारलाई हामी सघाउन चाहन्छौं र सरकारले छिटो निर्णय गरिदियोस्। यो एउटा चाहना, यो आग्रह। र अर्को कुरा, यदि कोही कसैलाई हाम्रा हिसाबहरू चित्तै बुझ्दैनन्, हामीले भनेका अडिट रिपोर्टहरू कसैलाई चित्त बुझेका छैनन् भने कृपया एकचोटि चाहिँ यहाँ रंगशालामा आइदिनुहोस्। मेरो बिन्ती हेर्नुहोस्। तपाईले गरेको सहयोग बराबरको यहाँ संरचना बनेको तपाईको आँखाले देखेन, ठहराएन भनेदेखि मलाई यहीँ मार्दिनुस्, यहीँ गाड्दिनुस् खाल्टो खनेर। म हाँसी हाँसी मर्न तयार छु। तर बिन्ती पल पल मलाई नमार्दिनुस्। मेरो परिवार आज पल पल मरिरहेको छ। सिंहदरबार धार घरमा पुग्दाखेरि मेरो परिवारले सोध्छ, बाबु आज टुङ्गियो? मेरो श्रीमतीले सोध्छिन्, टुङ्गियो त आज? अब टुङ्गिँदैछ। मैले पहिल्यै भनेको थिएँ यो हुँदैन है भन्छन्। आज त्यो निर्दोष व्यक्तिले गाली खाइरहँदाखेरि मलाई पनि सही भएको छैन। कुञ्जनाको यसमा सुरुदेखि विमति यो अर्थमा थियो कि यो बनाउन सकिँदैन है, यसमा जालझेल हुन्छ, नगरौं भनेको थिइन्। मेरो हुटुटी लोग्नेको एउटा खुसी र देशको चाहनालाई तिलाञ्जली दिन खोज्दाखेरि महायज्ञमा यदि अन्तिममा बनाउन नसक्दाखेरि 5 करोड पैसा अभाव भयो भने घर बेच्छु, बेचेर भए पनि यो बनाउने भनेर एउटा माहौल बनाउन दिएको अभिव्यक्तिलाई ट्रोल बनाइयो। महारानी 18 करोडको उ गरेर मस्ती गरेर हिँचे महारानी, यो उ तथा नाम गाली गलौज गरियो। उसको यसमा केही गल्ती छैन। जति गाली गर्नुस् बरु मलाई गाली गर्नुस्, मेरो परिवारलाई, मेरा परिवारका सदस्यलाई र अभियन्ताहरू कसैले गाली नगर्दिनुस्। यसको सम्पूर्ण दोष म जिम्मा लिन्छु। आज मेरो परिवार कुन चाहिँले कतिखेर आत्मदाह गर्ला भन्ने अवस्थामा पुगिसकेको छ। देशको लागि काम गर्दाको यो सजाय यति कठोर हुन्छ भनेर कल्पना समेत गरेको थिएन। र अब साँच्चीकै सरकारले स्वामित्व लिने, 18 करोड उधारो तिरेर अगाडि बढाउने हो भने 2-3 महिना भित्रमा यहाँ म्याच सुरु गर्न सक्ने अवस्थामा यो परियोजना पुगिसकेको छ। र अब 1 वर्ष भित्रमा यो सम्पन्न गरेर अन्तर्राष्ट्रिय जुनसुकै प्रतियोगिता आफ्नै देशको प्याराफिटमा बसेर हेर्न सकिने अवस्थामा पुगेको परियोजनालाई फेरि सकारात्मक ढंगले सबैतिरबाट लिदिउँ र छिटो भन्दा छिटो यसले निकास पाओस्। र अन्त्यमा म सम्पूर्ण सहयोगी दाताहरू जसको कारणले यो परियोजना यहाँसम्म आएको थियो उहाँहरूलाई म पुनः सम्झन चाहन्छु। अभियन्ता साथीहरू,
उद्योगी साथीहरू र जसले यतिन्जेलसम्म उधारो सामान दिएर कुरेरै बस्नुभयो। प्रेसर त दिनुभयो मलाई, तर यतिन्जेल कुरेर बस्दिनु भयो, धैर्यता राख्दिनु भयो। जसको कतिका फ्याक्ट्री बन्द हुने अवस्थामा पुगे, कतिका घर घडेरी हिँड्ने अवस्थामा पुगे, रै पनि यतिन्जेल मौन बस्दिनु भएको छ। उहाँहरूलाई पनि म पुनः धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु।